मङ्सिर महिनाको मिथुन राशिफल छोटकरीमा सुन्नुहोस् है त। यो महिना धन कमाइ त्यति राम्रो सोचे जस्तो नभए पनि बचत गरेर राखेको धनहरू चाहिँ खर्च बढी हुँदैन, हानि हुँदैन। केही सङ्घर्ष पश्चात वैदेशिक यात्राको कार्य बन्नेछ। प्रेमी जोडी बीच माया प्रेम विश्वास बढ्दो क्रममा जान्छ। प्रेमका कारक शुक्र पञ्चम भावमा स्वराशिमा शुभ छन्। बृहस्पति ग्रह उच्च अवस्थामा हुनुहुन्छ। प्रेम प्रस्ताव गर्नुभएको छ भने पनि पोजिटिभ रिजल्ट आउन सक्छ। सप्तमेश बृहस्पति उच्चका छन्। शुक्र पनि शुभ छन्। दाम्पत्य जोडी बीच मधुर सम्बन्ध रहन्छ। दाम्पत्य जोडी बीच माया प्रेम विश्वास झन्झन बढ्दो क्रममा जान्छ। दुईजना मिलेर गरेको कार्यमा सफलता मिल्नेछ। व्यवसाय कारक बुध शुभ छन्। सप्तमेश कर्मेश बृहस्पति उच्चका छन्। शुक्रको गोचर पनि शुभ छ। यो महिना व्यवसायबाट सोचे जस्तो लाभ हुन सक्छ। पार्टनरसिपमा गरेको व्यवसायहरू विशेष गरेर फस्टाउनेछन्। सेयर मार्केटको नलेज छ भने हजुरहरूले निवेश गर्न सक्नुहुन्छ। नोकरी गर्नेहरू चाहिँ कुनै पनि विवादमा नमिसिने होला, बाँकी एकदमै राम्रो छ। नोकरी खोज्नेले नोकरी पाउनेछन्। शिक्षा प्रारम्भिक शिक्षा लिने विद्यार्थीको पढाइभन्दा मोबाइल टिभी या खेल्न घुम्नमा बढी ध्यान जान्छ। उच्च शिक्षा लिने सङ्घर्षी विद्यार्थी वर्गहरूको लागि राम्रो छ। स्वास्थ्य सामान्य रहन्छ। खानपानमा लापरवाही नगर्नु, नयाँ रोग लाग्दैन। पुराना रोगले त्यति दुःख नदेला। पारिवारिक घरमा माङ्गलिक कार्य हुन सक्छ। परिवारसँग राम्रो व्यवहार रहन्छ। परिवारको सपोर्ट मिल्नेछ। उपाय हनुमान चालिसाको नियमित पाठ गर्नुहोला। मङ्गलबारको दिन मांस मदिरा नखानुहोला। धन्यवाद।